टेक्नोलोजीमा एउटा थप एप चाहिँ आज लन्च भएको छ। यसले मैले भर्खरै पनि केही कुरा जानकारीमा लिएँ। वास्तवमा हाम्रो डिजिटल इकोनोमीमा यसले महत्त्वपूर्ण योगदान दिनेछ भन्ने मलाई लागेको छ। टोकमा एप उहाँहरूले 4वटा फिचर राखेर जुन गर्नुभएको छ त्यो अत्यन्तै युजफुल छ भन्ने मलाई लाग्छ टुरिज्मको हिसाबले पनि, र केही सपोर्ट आवश्यक परेको फ्यामिली अथवा व्यक्तिहरूलाई पनि यसले सपोर्ट गर्छ भन्ने मैले बुझेँ। यो वास्तवमा यो सपोर्ट गर्ने मात्रै होइन, यसले रोजगारी पनि जेनेरेट गर्नलाई ठुलो योगदान पुर्याउँछ भन्ने मलाई लागेको छ। वास्तवमा नेपालमा यङ पपुलेसनहरूमा जुन राइड सेयरिङको बाटा पनि धेरै यङ पपुलेसनले आफ्नो पर्सनल भेहिकल प्रयोग गरेर केही आम्दानीका स्रोत बनाउनलाई सफल भएको छ। यसबाट पनि त्यसभन्दा बाहेकका स्टुडेन्टहरूले अहिले भर्खरै मैले केही चाहिँ छलफल गरेर मैले केही बुझेँ। यो बेरोजगार युवाहरू, स्कुल पढ्दै गरेका युवाहरूलाई यसले रोजगारीको ठुलो अवसर प्रदान गर्नेछ भन्ने मलाई लागेको छ। वास्तवमा यो नेपालको लागि डिजिटल टेक्नोलोजीमा एकदमै ठुलो एउटा सपोर्ट यसले दिनेछ भन्ने मलाई लागेको छ। त्यस्तै जी कार्ड भनेर जुन भर्खरै पनि मैले त्यो जी कार्डको प्रयोग गरेँ, यो एकदमै वास्तवमा हामीसँग यो जुन पेपरको जुन आफ्नो कार्ड बोकेर हिँड्ने झन्झटबाट पनि मुक्त हुने र एकदमै फास्टमा त्यसलाई मिसप्लेस पनि नहुने र त्यसको प्रयोग पनि इफेक्टिभली हुने नै देखिन्छ। यस्ता टेक्नोलोजीहरूले हाम्रा एक्टिभिटिजहरू, डेली एक्टिभिटिजहरू, हाम्रा काममा इफिसियन्सी ल्याउने काम पक्कै पनि गर्नेछ। म सर्वप्रथम यहाँहरूलाई जुन टेक्नोलोजी यहाँहरूले ल्याउनु भएको छ त्यो टेक्नोलोजी ल्याउनु भएकोमा, नेपालको एउटा डिजिटल इकोनोमीमा कन्ट्रिब्युसन गर्नुभएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद, बधाई पनि छ। र सम्पूर्ण पत्रकार साथीहरू, उपस्थित महानुभावहरू, अब यो एपलाई बढीभन्दा बढी प्रयोग गरेर हामी सबैले प्रयोग गरौँ, अगाडि बढौँ र नेपालको इकोनोमीमा, रोजगारीमा बढीभन्दा बढी कन्ट्रिब्युसन गर्नेतिर अगाडि बढौँ भन्ने मेरो आग्रह पनि छ। वास्तवमा नेपालको डिजिटल टेक्नोलोजीमा इन्फ्रास्ट्रक्चरको हिसाबले हामी धेरै नै राम्रो अवस्थामा छ जस्तो लाग्छ मलाई। किनभने इन्फ्रास्ट्रक्चरको रूपमा हामीले कम्युनिकेसन नेटवर्कहरू, हाम्रा फाइबर अप्टिकल नेटवर्कहरू, जति पनि हाम्रा ब्ल्याक फाइबरहरू छन्, विद्युत प्राधिकरणले पनि धेरै यो ओपिजिडब्ल्यू केबलहरू देशभरि ट्रान्समिसन लाइन मार्फत र हाम्रा डिस्ट्रिब्युसन लाइनहरू मार्फत र अन्डरग्राउन्ड केबलिङ मार्फत पनि हामीले हरेक ठाउँमा कम्युनिकेसन इस्टाब्लिस गर्नको लागि इन्फ्रास्ट्रक्चर चाहिँ हामीले इस्टाब्लिस गरेकै छौँ। वास्तवमा नेपालमा यो डिजिटल टेक्नोलोजीको लागि, कम्युनिकेसनको लागि विद्युत प्राधिकरणले हामीले विद्युत मात्रै सप्लाई गरेका छैनौँ, यो कम्युनिकेसन नेटवर्क पनि इस्टाब्लिस गर्नलाई ठुलो चाहिँ कन्ट्रिब्युसन गरेको जस्तो लाग्छ। यदि हाम्रो ट्रान्समिसन लाइनको ओपिजिडब्ल्यू केबल देशैभरि नभएको भए आजको कम्युनिकेसन चाहिँ यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुँदैन थियो।
र हामीले फाइबर टु होम भनेर घर घरमा हरेक व्यक्ति र हरेक हाउसहोल्डमा चाहिँ हाम्रो डिस्ट्रिब्युसन लाइन अहिले पुगेको छ। त्यसैगरी डिस्ट्रिब्युसन लाइन विकट गाउँदेखि लिएर हरेक ठाउँमा हाम्रो डिस्ट्रिब्युसन लाइनहरू पोलबाट चाहिँ फाइबर चाहिँ घर घरमा पुगेको छ। त्यसले पनि यो डिजिटल टेक्नोलोजीमा कम्युनिकेसनमा यसले ठुलो सपोर्ट गरेको जस्तो लाग्छ। अब नेपालको वास्तवमा यो नलेज एसेट, यो नलेजको जुन नेपाली नलेजको क्यापिटल जुन छ, त्यो नलेज क्यापिटललाई हामीले बढीभन्दा बढी प्रयोग गरेर नेपालले डिजिटल इकोनोमीमा ठुलो कन्ट्रिब्युसन गर्नुपर्छ र हामी यहाँ बसेका यङ युवाहरूले अब आइटी टेक्नोलोजीमा बढीभन्दा बढी संलग्न छन् र यो डिजिटल इकोनोमीमा यस्तै एप र यस्तै प्रविधिहरूबाट कन्ट्रिब्युसन गर्नेछ भन्ने मलाई लाग्छ। हामीले विद्युत प्राधिकरणले पनि यो डिजिटल एनइए भनेर एउटा डिजिटल प्रोग्राम लन्च गरेका थियौँ। त्यो वास्तवमा एउटा ठुलो प्रोग्राम अहिले पनि चलिरहेको छ। हाम्रो सबै एक्टिभिटिजहरू डिजिटल्ली चल्ने भनेर स्मार्ट मिटरदेखि लिएर स्काडा सिस्टम, देशभरिको सिस्टमलाई स्काडामा नेटवर्कमा आबद्ध गर्ने, इआरपी सिस्टमदेखि लिएर होल सिस्टम अटोमेसन, हाम्रो जति पनि पावर प्लान्टदेखि सबस्टेसनदेखि लिएर धेरै हाम्रो युनिटहरू जुन छ त्यसलाई रिमोट अपरेसनमा लैजाने गरेर हाम्रो डिजिटल इन्फ्रास्ट्रक्चर चाहिँ हामीले पनि अगाडि बढाइरहेका छौँ। अब आगामी दिनमा हाम्रो सिस्टममा जसरी हामीले म्यानुअल सिस्टमबाट चलाउँदाखेरि धेरै चाहिँ मिसम्याचहरू देखिएको हुन्छ। अब डिजिटल्ली यसलाई चाहिँ अगाडि बढाउने हामीले काम गरेका छौँ। यो आजको टोकमा इभेन्ट जुन मलाई अतिथिको रूपमा, प्रमुख अतिथिको रूपमा बोलाएर यहाँहरूलाई यहाँ आज जुन उद्घाटन गर्ने अवसर दिनुभयो, मैले पनि केही सिक्ने अवसर दिनुभयो, त्यसको लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आगामी दिन अझ योभन्दा बढी इफेक्टिभ युज हुने एपहरू आओस्। मैले भर्खरै पनि भनेको थिएँ, यसैमा पनि एउटा इन्टिग्रेट गर्न मिल्छ कि भनेर। अहिले देशभरि इलेक्ट्रिकल भेहिकलहरू देशभरि चलिरहेको छ। यो रेन्ज एन्जाइटी भनेर इलेक्ट्रिकल भेहिकल चलाउने मान्छेलाई कुन ठाउँमा चाहिँ चार्जिङ स्टेसन छ अब भन्ने चाहिँ अलिकति त्यो चाहिँ चिन्ता लागिरहेको हुन्छ। हुन त अहिले करिब 1000 भन्दा बढी चार्जिङ स्टेसनहरू चाहिँ देशभरि प्राइभेट सेक्टरबाट इस्टाब्लिस भइसकेको छ। हामीले त्यसलाई ठुलो सपोर्ट पनि गरेका थियौँ। यो ट्रान्सफर्मरदेखि लिएर धेरै जुन इन्भेस्टमेन्टको 50% 60% हामीले गरेर पनि अगाडि बढाएका थियौँ। अहिले केही रोकिएको भन्ने सुनेको छु। मेरो विचारमा अहिले हामीले यो चार्जिङ इन्फ्रास्ट्रक्चरलाई म्यासिभ रूपमा एक्सपान्सन गर्नुपर्नेछ। त्यो एक्सपान्सन नभइन्जेलसम्म कुनै ठाउँमा कुनै व्यक्तिले घरमा चार्जिङ स्टेसनको रूपमा म चार्ज गर्न दिन्छु भनेर यो एपमा चाहिँ के अरे कनेक्ट हुन सक्ने भयो भने त्यसले अझ चाहिँ सुविधा दिने होला। यो चार्जिङ स्टेसनको चाहिँ लाई पनि यहाँ यो एपमा एउटा फी